बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सजिएको हाम्रो देश नेपाल कला, धर्म र संस्कारले भरिपूर्ण सुदूरपश्चिम प्रदेशको एउटा यस्तो पुण्यभूमि जहाँको कणकणमा इतिहास र पावनता लुकेको छ। देश संघीय संरचनामा गएपछि बैतडीलाई 10 वटा स्थानीय तहमा विभाजन गरिएको छ। ती 10 वटा स्थानीय तहमध्ये सुर्नया गाउँपालिका पनि एक हो। बैतडीको प्राचीन सुरार क्षेत्र, पुर्चौनी क्षेत्र, च्वागड क्षेत्र र ढिक क्षेत्रको करिब मध्यभागमा सुर्नया गाउँपालिका रहेको छ। यस गाउँपालिकाको पूर्वमा सिगास गाउँपालिका, पश्चिममा दशरथचन्द नगरपालिका र दोगडा केदार गाउँपालिका रहेका छन्। त्यसैगरी उत्तरमा पुर्चौनी नगरपालिका र दक्षिणमा पाटन नगरपालिकासँग सिमाना जोडिएको छ। सुर्नया गाउँपालिकाको नाम प्रसिद्ध सुर्नया नदीसँग जोडिएको छ। सुर्नया नदीसँग विभिन्न पौराणिक कथनहरू जोडिएका छन्। सुरको अर्थ देवता र नयाको अर्थ स्नान, अर्थात् देवताले स्नान गरेको नदी भएकोले सुर्नया नदी रहन गएको किम्वदन्ती छ। सोही पौराणिक नदीको नामबाट सुर्नया गाउँपालिकाको नाम राखिएको हो। यस्तै पौराणी सरयू नदी नै सुर्नया नदी भएको स्थानीय संस्कृतिका जानकारहरू बताउँछन्। कतिपयले देवी देवताहरूले स्नान गर्ने पवित्र गंगा, जमुना, सरस्वती नदीको स्वरूप नै सुर्नया नदी भएको बताउँदै आएका छन्। समुद्री सतहदेखि करिब 3000 मिटरसम्मको उचाइमा फैलिएको यो पालिकामा 8 वटा ओडा रहेका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार 17,945 जनसङ्ख्या रहेको छ। जैविक विविधताले भरिपूर्ण यो गाउँपालिकाको केन्द्र प्राचीन कालमा डोटीका पणेरू राजाहरूको राजधानी रौला केदारको पुण्यभूमि रामकी बराइल रौलेश्वरमा अवस्थित छ। सांस्कृतिक र धार्मिक विशेषताले भरिपूर्ण सुर्नया गाउँपालिकामा रहेका धार्मिक सम्पदाहरूमध्ये एक आस्थाको केन्द्र हो रौला केदार धाम। पौराणिक रौलाद्री पर्वतको अग्लो डाँडामा अवस्थित यो धामको उत्पत्ति बद्री केदारबाट भएको मानिन्छ। बद्री केदारबाट आया हुनु भन्छन्। बद्री केदार भारतको उत्तराखण्डमा पर्यो। बद्री केदारबाट यहाँबाट हाम्रो उहाँको पुर्खाहरू यता तल्ल 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 हाम्रो इसाई ठाउँ पुग्यो नि त। यहाँबाट धोपोखल जान्थ्यो उहाँ बद्री केदार। एकचोटि अब यो हाम्रो यहाँको पालो पऱ्यो तल्लेश्वरार और यो मल्लेश्वरार भन्ने यो पोर्चो साइड हाम्रो यो बराइल क्षेत्रमा पालै पछि जान्थ्यो एउटा धोपोखल। धोपोखल जाँदाखेरि बिच बाटोमा जाना टाइम लेट भइहाल्थ्यो। त्यहाँ पुग्न आइसक्यो जातमा। बिचबाट हनुमान चट्टी भन्ने ठाउँमा त्यहाँ गर्भवती भयो भने माइला गर्भवती भएर त्यहाँ रोकिए। त्यहाँबाट 2 जना आए पठाइयो केदारले कि ल तेरै ठाउँमा म पुग्लौँ, ल तेरै ठाउँमा यहाँ आउनु हुँदैन भनेर उहाँबाट यहाँबाट 2टा महिलाहरू 2टा जोसँग आएथे यहाँ पुजायो यो ठाउँमा। यहाँ पुजाउँदाखेरि जो 2टा आएथेसँग त्यहाँ माठा केदारमा बसिएर हजुर माठा केदार भएर भए। त्यहाँ माठा केदारबाट यहाँ रौला केदार फुट्दाखेरि यहाँ रौला केदार बसियो हजुर। यहाँ पुनेरको राज्य थियो भन्छन्। अब पहिले हो यहाँ केदार पछि यहाँ त्यो त हामीलाई थाहा छैन। पहिले बसेको थियो कि राजा पछि बसेको त्यो थाहा छैन हजुरको। पुणे राजाले यहाँतिर राज गरियो। यो खिर्की भिडी जहाँ जति छन् राजाले लगाएका हजुर पुणे राजा भन्ने। त्यो बेला त्यो महाराको बजिराज सपना भएर त्यो सपनाको आधारले रातिमा आएर महारका बजीले यहाँबाट त्यो राजालाई भगायो भनौँ। भगाएर फेरि आफ्नो शक्ति केदारको उत्पत्ति यहाँ अब बस्या भनौँ केदार। यो ठाउँमा थियो के थियो भने माइला आउने चलन थिएन। अबर्तेल केटाकेटीहरू आउने चलन थिएन। खालि व्रत गरेका निन्दा चोखा 7 दिनको निन्दा चोखा भएर यो ठाउँमा आउने मन्दिरमा फेरि आफ्नो भक्ति यो रुखैमा बसेर तप गरेर जो इच्छाले आया धारणा ल्याए त्यो धारणा पूर्ण गर्थे भगवानले केदार पूर्ण दिन्छन्। नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहन शरण देवाचार्यका अनुसार भगवान शिवका 12 ज्योतिर्लिङ्ग मध्ये केदारनाथ ज्योतिर्लिङ्ग वास्तवमा यही रौला केदार नै हो। धार्मिक रूपमा मात्र होइन यो ठाउँ ऐतिहासिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण छ। प्राचीन कालमा यहाँ पनेरू राजाहरूको दरबार थियो।
जसका भौतिक संरचनाका अवशेषहरू आज पनि यहाँ जीवन्त देख्न सकिन्छ। अद्भुत शक्ति भएको यो धामको दर्शन गर्न बैतडी र आसपासका जिल्लाहरूबाट हजारौं भक्तजन त आउँछन्, तर अप्ठ्यारो बाटो र राज्यको न्यून दृष्टिका कारण यो ऐतिहासिक पर्यटकीय क्षेत्रले अझै आफ्नो वास्तविक पहिचान पाउन सकेको छैन। 33 करोड देवी देवताहरूको बास रहेको र सिधै कैलाश पर्वतसम्म जोडिएको विश्वास गरिने पावन धाम पत्ताल भुवनेश्वर पनि सुर्नयामै अवस्थित छ। स्कन्द पुराणको मानसखण्डमा वर्णित पत्ताल भुवनेश्वर गुफा बाहिरबाट सानो देखिए पनि यसको महिमा विशाल रहेको छ। देवादिदेव महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा यहाँ उनको पैतला खसेको धार्मिक विश्वास छ। सोही बेलादेखि पत्ताल भुवनेश्वर धाम तीर्थ स्थापना भएको विश्वास गरिन्छ। त्रेतायुगमा अयोध्याका राजा ऋतुवर्ण र द्वापर युगमा पाण्डवहरूले यहाँ तपस्या गरेको किम्वदन्ती छ। यस्तै भगवान विष्णुले यही बाटोबाट बलि राजालाई पत्ताल लोक पठाएकोले यसको नाम पत्ताल भुवनेश्वर रहन गएको कतिपय जानकारहरूले बताउँदै आएका छन्। यस गुफाको माथि मुहान नभएको एउटा अचम्मको ताल छ, जुन जस्तो सुकै खडेरीमा पनि सुक्दैन। स्थानीयहरूका अनुसार एकपटक यहाँ डुबेको भैँसी 10 किलोमिटर तल सुर्नया नदीको किनारमा निस्किएको किम्वदन्ती छ। गुफा विशेषज्ञहरू 3500 मिटर भित्रसम्म पुगे पनि यसको अन्तिम बिन्दु अझै रहस्यकै गर्भमा छ। यसलाई दक्षिण एसियाकै सबैभन्दा लामो गुफा मानिन्छ। हरेक वर्ष महाशिवरात्रिमा यहाँ विशाल मेला लाग्ने गर्दछ। शुद्ध मनले दर्शन गरे मनोकामना पूरा हुने यो पावन धाम आज पनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा छ। हरियाली मौसम र शीतलतासँगै जब भाद्र महिना सुरु हुन्छ, सुर्नयाका सुनसान गाउँहरू एकाएक बौरिन्छन्। धन कमाउन परदेशिएका लाउरेहरू घर फर्किँदा वर्षौंदेखि गुम्सिएका खुसीहरू चौतारी र मधेरीमा डेउडा बनेर गुन्जन्छन्। यो आगमन हो सुदूरपश्चिमकै गौरव गौरा पर्वको। भाद्र शुक्ल वा कृष्ण पञ्चमीबाट गौरा पर्व सुरु हुने गर्दछ। शुक्ल पक्षमा परेको गौरालाई उजेली र कृष्ण पक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रहिआएको छ। गौरा पर्व सुरु हुने पञ्चमीलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ। पञ्चमीका दिन 5 प्रकार अन्न भिजाउने भएकोले यसलाई बिरुडा पञ्चमी भनिएको छ। पञ्चमीका दिन भिजाएका 5 प्रकारका गेडागुडी र अन्न, जसमा गहत, गुराउस, मास, केराउ र गहुँ समावेश गरिएको हुन्छ। गौरामा बिरुडाले नै गौरा देवीको पूजन गर्ने र त्यसलाई प्रसादको रूपमा ग्रहण गर्ने प्रचलन रहिआएको छ। माता पार्वतीले भगवान शिवलाई पतिका रूपमा पाउन गरेको तपस्याको कथा गौराका गीतहरूमा जीवन्त सुनिन्छ। अष्टमीका दिन महिलाहरूले पुरुषको जनै जस्तै पवित्र दुब्धाको धारण गर्छन्। गौराको समयमा सुर्नयाका प्रत्येक गाउँका गौरा खालामा डेउडा, फाग, ठाडो खेल, डुस्को र धमारे खेलको भव्य रौनक छाउँछ।
खोटाल भुवनेश्वरको रहस्य, रौला केदारको शक्ति र गौराको संस्कृति बोकेको यो गाउँपालिकाको समृद्धिको अर्को मुख्य मेरुदण्ड हो सुर्नया नदी। उच्च लेकाली क्षेत्रका साथै समथर बेसीसम्मको भूभाग रहेको सुर्नया गाउँपालिका धार्मिक र प्राकृतिक सम्पदाहरूको मात्र होइन, कृषिको पनि अनुपम संगम स्थल हो। यहाँको उच्च लेकाली भागमा कोदो, मकै, गहुँ, जौँ र आलुको राम्रो उत्पादन हुन्छ। साथै विशाल चरीचरणको क्षेत्र रहेकोले यहाँ परम्परागत रूपमा बाख्रा पालन र भैँसी पालनको प्रचुर सम्भावना छ। त्यस्तै सुर्नयाका बेसी क्षेत्रहरूमा धान उत्पादनसँगै खाद्यान्न बालीको अत्यन्तै राम्रो फसल लाग्ने गर्दछ, जसले यहाँ कृषिको व्यावसायिक सम्भावनालाई प्रष्ट पार्छ। देवी देवताले स्नान गर्ने यो पवित्र सुर्नया नदी यहाँको सिँचाइका लागि अमृत सरह बनेको छ नै। यस नदीको उचित सदुपयोग गरी व्यावसायिक रूपमा माछा पालन गरेर पालिकालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अर्को बलियो सम्भावना पनि यहाँ जीवित छ। उच्च लेकाली क्षेत्रका साथै समतर बेसीसम्मको भूभाग रहेको सुर्नया गाउँपालिका धार्मिक र प्राकृतिक सम्पदाहरूको संगम स्थलको रूपमा लिन सकिन्छ। सुर्नयाको पावन भूमिमा सिगास, रौला केदार, बासुलिङ, गोफा केदार, भूमिराज, अनिरुद्र, कैलफाल, सनसेर, सुरफाल, चनैराज, हटैराज, फालङ्गा सैनी भगवतीका मन्दिर रहेका छन्। यी मन्दिर र शक्तिपीठहरू आस्थाका केन्द्र मात्रै नभएर एक आपसमा सामाजिक सद्भाव कायम गराउने धरोहर पनि हुन्। हरेक वर्ष यी मन्दिर र शक्तिपीठमा लाग्ने जात्राको समयमा यो क्षेत्रको रौनक फरकै रहेको हुन्छ। ऐतिहासिक र सांस्कृतिक रूपमा सम्पन्न सुर्नया गाउँपालिकामा हालका वर्षहरूमा विकासका के कस्ता लहरहरू आए, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा के कस्ता उपलब्धि र चुनौतीहरू छन्। म पहिलो त यहाँ सुर्नयावासी सम्पूर्ण मतदाता अनुपूर्व दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिन्छु, उहाँप्रति आभार प्रकट गर्दछु। उहाँको ऋणी पनि छु। उहाँले थुप्रै आशा राखेर मप्रति विश्वास गरेर मलाई पहिलो सेवककै रूपमा छान्नु भएको थियो र जे जति उहाँको अपेक्षा थियो यो पालिकाले जे जति विकास गर्नुपर्ने थियो त्यति नसके पनि यसो मैले हेर्दाखेरि पछिल्लो चरणमा यो पालिकाबाट थुप्रै कामहरू, सडक, खानेपानी, विद्युत, सिँचाइ लगायत टेलिकमका टावरहरू, त्यस्तै हाम्रो यो बैंक स्थापनाका कुरा लगायतका थुप्रै कामहरू, यही स्वास्थ्यको भवन निर्माणको कुराले पनि गति लिएको छ। अहिले यहाँ हाम्रो के भन्छ, यो भवन पनि हामी निर्वाचित भएपछि नै केवल हामी आउँदाका बखत केवल यो पिल्लर राखेर ढलान मात्रै भएको थियो। बाँकी सबै त्यसपछि यसको चिनाइदेखि लिएर झाल ढोका सबै गर्ने कुरा हामी आएपछि नै भएको हो। त्यसपछि अब पालिकाको खासै ठुलो सम्पत्ति जोड्न सकेको स्थिति छैन। तैपनि हाम्रो अहिले 3वटा एम्बुलेन्सहरू, 2वटा पहिला नै थिए, एउटा एम्बुलेन्स फेरि भारतीय राजदूतावासबाट यो पालिका प्राप्त गर्न सफल भएको छ र त्यसले पनि अहिले गरिब व्यक्तिहरू, दुखी, पीडित र अपर्झट समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गरिरहेछन्। अनि हाम्रो सुत्केरीलाई निःशुल्क सेवा पनि उपलब्ध गराएका छौँ। निःशुल्क सेवा दिने भनेर एम्बुलेन्स फ्री को अवधारणाबाट पहिलो बैठकबाट निर्णय भएको थियो। त्यो निर्णय अहिलेसम्म कार्यान्वयन भएको छ। खास गरी हामी आएपछि भनौँ न वडा नम्बर 1 को स्वास्थ्य चौकी निर्माण गऱ्यौँ र त्यहाँ सेवा प्रवाह गर्ने अहिले गरिरहेको छ स्वास्थ्य चौकी मार्फत। अनि त्यसपछि हरेक विभिन्न क्षेत्रमा हामीले पछिल्लो चरणमा यो बर्थिङ सेन्टरहरूको स्थापना गऱ्यौँ र कर्मचारी भित्र्याउने कुरा पनि एकैपटक हाम्रो 9 जना स्थायी स्वास्थ्य कर्मी भित्राएका थियौँ। अहिले पनि हाम्रो यो पालिकामा डाक्टर साहब आउनु भएको छ। उहाँबाट पनि धेरै सेवा प्रवाह गर्न सकेको स्थिति छैन, तैपनि उहाँको पनि व्यवस्थापन गर्ने गरी
सेवा प्रवाहका निम्ति उहाँलाई पनि खटाउने तयारीमा नै छौँ। र त्यसै गरी अब शिक्षा क्षेत्रमा भन्दाखेरि हाम्रो अहिले यो पालिकाभरिमा अलि जटिलता छ। 43-43वटा विद्यालयहरू छन्। सबै विद्यालयहरू पालिकाको निजी शिक्षक मार्फत स्कुलहरू सञ्चालन भएका छन् र त्यसमा पनि हाम्रो यहाँ लगभग शिक्षक कर्मचारी लागेर जम्मा 104 जना जति यो पालिकाले आफ्नै स्रोतमा भए पनि सामान्यकरण बजेट विनियोजित गरेर उहाँहरूलाई तलब खुवाएर शिक्षामा त्यसरी पनि काम गरेको छ। र हामीले थुप्रै ठाउँमा भनौँ न, जस्तै हटैराजमा 2वटा बिल्डिङ एकै वर्ष बनाउन यो पालिका सफल भएको छ। त्यसै गरी हाम्रो त्यो पालीगाडामा अनि दोहोरा आबिमा र त्यसै गरी हाम्रो फाटगाडामा यसरी विभिन्न क्षेत्रमा भवन बनाउन पनि यो पालिका सफल भएको छ। र अनि बाँकी कुरा हाम्रो अहिले पछिल्लो चरणमा गत वर्षकै बजेटमा हाम्रो प्रदेश सरकार अन्तर्गत प्रदेश सरकारको सहयोगमा वासुदेव माविद स्किटालाई नमुना माध्यमिक विद्यालय बनाउन पनि सफल भएका छौँ। सरहरूको तलब पहिला 12,000देखि सुरुवात थियो। अहिले हामीले लाइसेन्स भएका सरहरू हुनुपर्छ भनेर लाइसेन्स प्राप्त गरेका सरहरूलाई यसरी खटाउने कार्यविधि बनाएर उहाँहरू मार्फत शिक्षण प्रशिक्षण गर्ने गराएका छौँ। र उहाँको तलब अहिले लगभग हाम्रो 17,000देखि लिएर माथि 22,000सम्म तलब पुर्याएका छौँ। र त्यसै गरी विभिन्न स्कुलहरूमा हामीले विज्ञान प्रयोगशाला अनि त्यस्तै पुस्तकालयहरू स्मार्ट बोर्डहरू पनि वितरण भएका छन्। मैले एउटा ठुलो प्रोजेक्ट नेपाल टेलिकमको सहयोगमा प्रोजेक्ट भित्राएको थिएँ। प्रत्येक विद्यालयलाई इन्टरनेट प्राप्त गर्न दिनुपर्छ, इन्टरनेट सहितको इन्टरनेट मार्फत चाहिँ शिक्षण प्रशिक्षण गर्नुपर्छ भन्ने उद्देश्यले त्यो 90-92 लाखको थियो, प्रारम्भ सालको कार्यक्रम हो। त्यसबाट हामीले इक्विपमेन्ट्सहरू किनेर प्रत्येक विद्यालयलाई उपलब्ध गरायौँ, तर त्यसको भुक्तानी चाहिँ हुन सकेको स्थिति रहेन र त्यो अहिले के अरे निष्क्रिय भएको छ। त्यसै गरी हाम्रो परार साल नै लगभग सङ्घीय सरकारको सहयोगमा 20वटा शिक्षण अनुदान, सङ्घीय शिक्षण अनुदान 20वटा यो पालिकाले प्राप्त गरेको थियो। त्यो सबै हामीले वितरण गऱ्यौँ। अहिले माध्यमिक तहमा अङ्ग्रेजी गणित र विज्ञानको दरबन्दी कहीँ पनि खाली छैन, सबै हाम्रो परिपूर्ति भइसकेको छ। निमाविका 2टा पाएका थियौँ, बाँकी 18वटा माविका थिए। पछिल्लो चरणमा म आउँदाखेरि लगभग 43% थियो कि कति 41% थियो। म निर्वाचित भएकै वर्ष यो पालिकाको के अरे कक्षा 10को उत्तीर्ण प्रतिशत, अब त्यसलाई अहिले लगभग बढेको छ। हामीले त्यो जटिल विषयहरूमा पालिकाबाट के गर्न सकिन्छ भनेर ती विषयवस्तु पढाउने सरहरूलाई पालिकाबाट सामान्य हामीले खाजा खर्च उपलब्ध गराएर थप कक्षा सञ्चालनका निम्ति पनि यो पालिकाले पहल गर्यो। त्यसमा सबै जनप्रतिनिधिहरू, सरहरू अनि विद्यालय व्यवस्थापन समितिले पनि सहयोग गर्यो, शिक्षा शाखाबाट पनि सहयोग हो। विद्यालय समायोजनका लागि पनि हामीले बेला बेलामा पहल गऱ्यौँ, तर पूर्ण रूपमा हामी सफल हुन सकेनौँ। अहिले पछिल्लो चरणमा के रह्यो भने बसाइसकेका कारणले र अनि यो साना बालबालिका जन्मने बित्तिकै अहिले 4 वर्ष 5 वर्ष हुने बित्तिकै यो मान्छेमा के ट्रेन्ड बस्यो भने अब बालबालिकालाई यहाँ पढाउन सकिँदैन, अलिक टाढै गएर भनेर कोही धनगढी, कोही डडेलधुरा, कोही महेन्द्रनगर बसाइ सार्ने, उतै केटाकेटीहरूलाई पढाउने चलन चल्ती भए हुनाले विद्यार्थीको सङ्ख्या कम भयो। अब विद्यार्थी सङ्ख्या कम भइसकेपछि हामीले अब त्यहाँ टिचर त राख्यौँ, विद्यार्थीको सङ्ख्याको अभाव भयो। त्यो भयो हुनाले उसलाई के गर्ने भन्ने किसिमले सल्लाह गर्दाखेरि सङ्घीय सरकारको परिपत्र पनि पटक पटक आएको थियो। हामीले सुरुको वर्ष भनौँ न 2 वर्ष अगाडि 15वटा आधारभूत विद्यालयहरूलाई प्राविहरूलाई के अरे यो समायोजन गर्ने गरी हामीले एउटा खाका तयार गरेका थियौँ। त्यसमा धेरैजसो विद्यालयले हामीले समायोजन गरेका विद्यालयहरूले सहमति जनाएर उहाँहरूले त्यो यहाँको पालिकाको निर्णयअनुसार चाहिँ कक्षा सञ्चालन गर्नुभयो र त्यसरी सञ्चालन गरेका विद्यालयहरूलाई हामीले इन्सेन्टिभ पनि दियौँ। कसै विद्यालयलाई कम्प्युटर अनि प्रोजेक्टर लगायतका सामग्रीहरू पनि वितरण गऱ्यौँ। अब जसले मानेन हामीले टार्गेट दिएका थियौँ, टार्गेट अर्को वर्ष पुर्याउन सक्नुभयो भने विद्यालय सङ्ख्या लगायत अरू कुराहरू पनि पुर्याउन सक्नुभयो भने त्यो हामी तपाईँहरू चाहिँ विद्यालय सञ्चालन गर्न सक्नुहुन्छ भन्ने किसिमको हाम्रो दोहोरो सहमति पनि भएको थियो। कसैले पुर्याउन सक्यो, कसैले पुर्याउन पनि सकेन। फेरि यो वर्ष पनि हामीले त्यसलाई निरन्तरता दियौँ। केही विद्यालयहरू यो वर्ष पनि समायोजन भएका छन्। यहीँ पनि म आफू निर्वाचित भएपछि
हामी नयाँ जनप्रतिनिधिहरूले यहाँ आरोग्य केन्द्रको स्थापना गरेका छौँ हाम्रो शङ्करपुर वडा नम्बर 6 मा। त्यसै गरी अरू स्वास्थ्य संस्थाहरूको सुधार गर्ने क्रममा पनि सबैमा भनौँ न के सामग्रीको आवश्यक हो हामी सामग्री वितरण गर्ने कुरा, अनि त्यसपछि स्वास्थ्य सेवा प्रदान गर्ने कुरा, औषधिको पनि हामीले पछिल्लो चरणमा इबिडिङ सिस्टमबाट औषधि खरिद गरेर प्रत्येक स्वास्थ्य चौकीमा पुर्याउने कुरा र स्वास्थ्य कर्मीहरूलाई फिल्ड लगाउने कुरा, खोपका कुराहरू, पोलियो थोपाका कुराहरू, यसरी खोप केन्द्रलाई पनि व्यवस्थित गर्ने गरी अगाडि बढेका छौँ। हिजो अस्ति मात्रै हाम्रो 4-5 दिन मात्रै अगाडि पूर्ण खोप पालिका पनि घोषणा भएको छ। स्वास्थ्यमा पनि लगभग यो पालिकाले राम्रो उन्नति गरेको छ। विगत वर्षमा त हाम्रो पालिका पोहोर साल जिल्लाभरिमा तेस्रो स्थान प्राप्त गरेको थियो। अब यो वर्ष त्यति प्रगति हुन सकेन, तैपनि सबै साथीहरू लागेका छन्। अब सबै यो विकास निर्माणका निम्ति सरकारमा निर्वाचित भएर मात्रै पुग्दैन, कर्मचारीले मात्रै पनि पुग्दैन, बजेटले मात्रै पनि पुग्दैन। मैले देखेको कुरा के हो भने अब अहिले जनप्रतिनिधिहरूप्रति हेर्ने पब्लिकको धारणा केही विगतका भनौँ न अब माथिल्लो तहका कर्मचारीहरूबाट जनप्रतिनिधिहरूबाट केही कमी कमजोरी भएको जे देखिएको छ त्यसका कारणले सबै उस्तै हुन् कि भन्ने भान मात्रै परेको छ। तर मेरो बुझाइ त के रहन्छ भने विकासका निम्ति सबैले हातेमालो गर्नुपर्छ। एउटा जनप्रतिनिधिले, बजेटले र कर्मचारी कार्यालयले मात्रै पुग्दैन, त्यसमा जनताको पूर्ण सहभागिता हुनुपर्छ। जबसम्म जनताको पूर्ण सहभागिता हुँदैन, जनताले सकारात्मक दृष्टिकोणले पालिकालाई, सरकारलाई, आएको बजेटलाई, योजनालाई कार्यान्वयन गर्न उहाँहरूको सहभागिता, उहाँहरूको सक्रियता, उहाँहरूको समझदारी कायम हुन सकेन भने विकास हुन सक्दैन। खास गरी ठुलो चुनौती भनेको मैले देखेको त्यही हो, समझदारीको अभाव, अहिले बुझाइको अभाव छ। मलाई के लाग्थ्यो भने केही नभए पनि आएको बजेट जे छ हामीले एक आपसमा समझदारी गरेर, समन्वय गरेर सहज तरिकाले सुशासन, पारदर्शिता, इमान्दारिता र फास्ट ट्र्याकबाट सेवा प्रवाह गर्नुपर्छ भन्ने किसिमको धारणा बनेको थियो। त्यो लगभग त्यो पोजिटिभ नै छ, बन्या पनि छ। विकास निर्माणमा अब यहाँ खास गरी ठुलो समस्या भनेको सडकको, त्यसपछि विद्युतको थियो। अहिले सद्भाव सडक जोडिएको छ र हामी निर्वाचित भए पश्चात पनि धेरै सडकहरूले गति लिएको छ र विद्युत धेरै घरधुरीमा अब यो असाढभित्र धेरै घरधुरीमा विद्युत पुग्ने गरी त्यो ठेका भइसकेको कुरा त अब विगत वर्षदेखि नै भनौँ न 2-3 वर्ष भयो यो ठेका पनि सञ्चालन भएको। यहीँ पनि अहिले यसो हेर्दाखेरि हाम्रो पत्ताल हुनेश्वर एसियाकै लामो गुफा हो भन्ने, गहिरो गुफा हो भन्ने पनि छ। त्यसको खासै यथार्थ कुरा चाहिँ पत्ता लगाउन सकेको छैन। म विगत वर्षमा पनि 2-3 जना हाम्रो विदेशी नागरिक ल्याएर त्यसको अध्ययन पनि गर्न लगाएँ। त्यस्तै गरी हाम्रो यो पर्यटनका निम्ति पनि एउटा राम्रो मार्ग थियो। रौलादेखि हाम्रो के भन्छ त्यो पत्ताल हुनेश्वरदेखि रौला जोड्ने, रौलादेखि यतैबाट गोफा केदार भएर सिगास जोड्ने एक किसिमको त्यो ट्र्याक बनाउने भन्ने थियो। त्यहाँ सुरुवात गर्ने अनि चाहिँ अन्तिम सिगास पुगेर चाहिँ समाप्त गर्ने भन्ने किसिमको एक किसिमको रुटिन बनाउने भन्ने हो। त्यो बनाउन सकिएन। त्यसरी त्यो ट्र्याक चाहिँ जोड्न सक्यो भने पर्यटन विकास र धार्मिक आस्था चाहिँ बढ्ने खालको देखाएको छ।